हामी चाहिँ जङ्गलमा पड्के च्याउ खोज्नलाई पड्के च्याउ चाहिँ छ कि भनेर चाहिँ हैन पुरा खोज्दै हिँडेछौँ हामी चाहिँ हैन गाइस। पड्के च्याउ चाहिँ हैन यो जिब्रे साग चाहिँ भेटाएको छु अलिअलि। जिब्रे साग पड्के च्याउ अलिअलि भेटाएको छ उता मेरो चाहिँ बुढीले झोला हाले ह। यतातिर चाहिँ मैले खै पड्के च्याउ छैन जस्तो छाडकाड छ यार। ओहो बेटा छैन छैन। आज चाहिँ हामी चाहिँ पड्के च्याउ खोज्न भनेर है जङ्गलतिर हिँडेको। तर यो जङ्गलमा त पड्के च्याउ चाहिँ सबै टिपिसकेर रहेछ क्या। हामी त बुङ्गा भइदिरहेको क्या है। बुङ्गा भइदिरहेको भने बेटा एउटा दुइटा यसो भेटाइदियो नि यसो पाखा भन्ने त यसो हुन्थ्यो नि। एउटो दानो पनि छैन। यो हो यहाँ हो यो हो यो पड्के च्याउ। यो पड्के च्याउ यो चाहिँ होइन कि जस्तो छ। ए के हो यो पड्के च्याउ हो त यो। ए हो रहेछ भने तर यहाँ चाहिँ यस्तो मात्रै छ। ए यहाँ रहेछ यहाँ रहेछ पड्के च्याउ गाई चाहिँ पड्के च्याउ। अब यो चाहिँ मसिनो भर्खर पला रहेछ छैन। ए भर्खर पलाएको रहेछ पड्के च्याउ। यस्तो हुन्छ है गाई अलि मसिनो रहेछ क्या यहाँ नि खै यता ठुलो हो र छैन यस्तो मसिनो है। हामी चाहिँ आज पड्के च्याउ खै ए ल जिब्रे साग भेटाएछ है। जिब्रे साग पड्के च्याउ गाइस पड्के च्याउ। ल आज चाहिँ जाइने जोमा यो सालघारीमा पड्के च्याउ पाइन्छ कि भनेर हामी चाहिँ हैन गटङ टङ लाएर चाहिँ हामी पड्के च्याउ खोज्नलाई हिँडेको हुँ। खै यो हो यो होइन क्या यो त पड्के च्याउ होइन क्या यार। यो त के हो यार यस्तो यार त यो त मान्छे मर्छ यार यो च्याउ खायो भने त यार। यो त खानुहुन्न यस्तो च्याउ त। ल ल ल ल ल ल ल छैन खै यसो मजुर खुट्टेहरू भेटाए नि हुन्थ्यो नि। मजुर खुट्टे पनि छैन यार। यहाँ ओ नानी उता नजाऊ यता हो। ए यो चाहिँ मजुर खुट्टे है गाइस। यो चाहिँ मजुर खुट्टे चटलार यो चाहिँ मैले भेटाएको यो चाहिँ मजुर खुट्टे। यसलाई यहाँ ट्याक्क हुनुपर्छ। अनि यहाँ चाहिँ नि यसो जिब्रे साग छ कि पड्के च्याउ खोइ पड्के च्याउ ओए पड्केको आरा पड्के सब बर्रा दाना पो रहेछ यार। छैन हौ खोइ च्याउ केही छैन। व्हाट इज दिस। ए बर्राको दाना पो रहेछ यो त। बर्राको दाना छैन यहाँ त बर्राको दाना मात्रै। पड्के च्याउ अब चाहिने च्याउमा ओहो यस्तो यो मान्छे मर्ने च्याउ है गाई। यो खानुहुन्न यो च्याउ। यो मान्छे मर्छ यो च्याउ खानुहुन्न। च्याउ चाहिँ चिनिराख्नुपर्छ है। यस्तो च्याउ चिनेन भने फेरि मान्छे सिधै हस्त नमस्ते हो सिधै। च्याउ चाहिँ चिन्नुपर्छ जाइने जोमा। अनि म तपाईँहरूलाई चाहिँ जिब्रे साग देखाउँदैछु है। जिब्रे साग यहाँ यो चाहिँ जिब्रे साग हो। यो होइन यो चाहिँ हो है गाइस। यो चाहिँ जिब्रे साग हो। ट्याक्क लाएर योलाई चाहिँ च्याट्ट यहाँ झोला हाल्नुपर्छ। यसलाई खै यता छ कतै। हामी जङ्गलको चाहिँ अर्ग्यानिक चिज खानुपर्छ भनेर जङ्गलतिर आएको। तर यहाँ पड्के च्याउ भन्ने कुरो चाहिँ यहाँ एउटा दाना पनि फेला पारे भए मार्दिउँ यार। कता खोइ। ए मजुर खुट्टे गाइस मजुर खुट्टे। यो मजुर खुट्टे यो चाहिँ मजुर खुट्टे। ट्याक यसलाई चाहिँ यहाँ टक्क भाद्ने। यो चाहिँ तरकारी अर्ग्यानिक तरकारी है। यो चाहिँ चट्ट लाएर आलुमा मिसाएर यसो कुकुर दाइने चाहिँ यहाँ छिप्पिसकेको रहेछ होइन। यो चाहिँ कुकुर दाइने हो। यो चाहिँ एकदम दबाई हुन्छ यो पनि होइन। कुरिलो चाहिँ मैले फेला पारेको छैन यहाँ।
यहाँ कुरिलो छैन यता नजिकतिर, नत्र कुरिलो भइदिएको दामी हुन्थ्यो। यो चाहिँ यो कुकुर दाइने हो, यसको मुन्टानी खान मिल्छ यो होइन गाइस। अब आज चाहिँ यस्तै छ हाम्रो पारा। आज व्यापार छोडेर हामी चाहिँ सर्लक्कै आज च्याउ खोज्न हिँडेको जङ्गलमा, आज जाइने जम्मा। अब खै पड्के च्याउ भन्ने कुरो चाहिँ कता कता छ त? पड्के च्याउ सबै खोजिसकेको छ कि क्या हो? खोजिसके जस्तो छ पड्के च्याउ। बरु कुरिलो सुरिलो भेटाएको भए नि हुन्थ्यो नि, कुरिलो धरी छैन कि। पड्के च्याउ यस्तो फल्नुपर्ने हो। यो चाहिँ गिठा हो है, यो चाहिँ गिठा हो। यो अलि मसिनो रहेछ, यो खानेकुरो भएन, यसलाई फालिदिउँ। अब यतातिर च्याउ उम्रिखाएको बरु ठुटातिर होइन, यसो ठुटातिर नि हेर्नुपर्छ च्याउहरू। यस्तो ठुटाहरूमा च्याउ उम्रिन्छ। यस्तो यो च्याउहरू, यो चाहिँ खाने खालको च्याउ होइन, खाने खालको च्याउहरू पनि उम्रिन्छ यस्तोमा होइन। यो चाहिँ यस्तो हेर्नुपर्छ क्या गाइज होइन, कडक तालले। अब हामी चाहिँ आज जङ्गलमा ओ भार पुग्यो आज चाहिँ पड्के च्याउ सब खोजिसकेको छ क्या, सब खोजिसकेको छ पड्के च्याउ। यहाँ च्याउ छ क्या, यहाँ च्याउ चाम्रे च्याउ यहाँ चाम्रे च्याउ। ए हे, यो फेरि अलिक खान मिल्ने नरहेछ क्या यो खान नमिल्ने रहेछ है। यो चाहिँ नत्र भने यो पड्याक चुँडा खानु चाहिँ यो चाहिँ होरियो चाहिँ मिल्छ होला, यो चाहिँ मिल्दैन चाहिँ छैन रहेछ यसमा। अब त्यहाँको त्यो मिल्छ कि मिल्दैन यसो हेरौँ न होइन। यतातिर च्याउ, सालको रुखमा चाहिँ च्याउ उम्रिन्छ। यो च्याउ पनि खान मिल्छ तर थोरै रहेछ क्या यो च्याउ पनि, काम छैन। यो टिपिन्न मैले। हरियो च्याउ, यो कस्तो छ यो च्याउ? यो पनि खान नमिल्ने रहेछ यो काम छैन। खान मिल्ने च्याउ छैन यसमा, खान मिल्ने च्याउ छैन यसमा, खान मिल्ने च्याउ रहेनछ यहाँ। खान मिल्ने च्याउ कता? खान मिल्ने च्याउ ए सालधुप गाइस, सालधुप। यो धुप हाल्दाखेरि एकदमै चोखो। यो चाहिँ सालधुप है गाइस, यो चाहिँ सालधुप। यो यसपालि हामीले चाहिँ यो चाहिँ मैले टिप्नु हुन्न अहिले, यो मैले यो चढाउनु पनि हुन्न होइन। यसरी सालधुप यो धेरै राम्रो रहेछ सालधुप। यो चाहिँ दबाई पनि हो है, यो दबाई पनि हुन्छ, यो 1 नम्बर दबाई हुन्छ यो सालधुप होइन गाइस। यो चाहिँ 1 नम्बर दबाई हुन्छ। यो कस्तो घाउमा पिसेर, घाउमा तपाईँको चाहिँ घाउ बिसो भएन, काटेको घाउहरू मासु पलाएन भने तपाईँ यो चाहिँ एकदमै यो चाहिँ पिसेर तपाईँले त्यो घाउमा हालिदिनु होइन। यो धेरै राम्रो हुन्छ। यो घाउको लागि पनि धेरै राम्रो हुन्छ सालधुप। अनि धुप हाल्नुहुन्छ कति धेरै चाहिँ पलाएको रहेछ यो। यस्तो राम्रो छ क्या, कति राम्रो तरिकाले उठाएछ यसमा। हेर्नु त कति धेरै सालधुप माथिसम्म नै च्याउ चाहिँ पलाएर रहेछ यहाँ। यो चाहिँ खान मिल्छ त्यत्तिकै नि। यो चाहिँ घाउको लागि पनि धेरै राम्रो हुन्छ क्या। यो सल्लाहको, यो सालको खोटो भन्छ यसलाई चाहिँ। यो खोटो बनाएर घाउमा लपक्क लाउने हो भने यो मेरो यहाँ घोडामा, यसमा चाहिँ यो घोडामा मैले चाहिँ यही लगाएको हो क्या। यही लगाएको, यति राम्रो राम्रो भयो। यो चाहिँ चट हुन्छ, चट। जिब्रे साग यहाँ जिब्रे सागी, यो जिब्रे साग यहाँ टिपौँ ट्याक्क। तरकारी छैन, अरू छैन। बाइक भएको कता हो? बाइक खोइ कता हो? ओहो
बेटा बाइक हरायो कता हो यो खान नमिल्ने च्याउ भएर मान्छेहरूले यसरी छोडेको खान नमिल्ने च्याउ भएर मान्छेहरूले यसरी फुटाल छोडे यता खोजिसकेको रहेछ सबै छैन यतातिर हो ए बाटोमा निस्क्यो ल बाटोमा निस्क्यो ल सुन्दर बजार कटेसी कुन्छा बाइक चाहिँ हाम्रो तल अघि माथि हो तलतिर त छैन त यहाँ ए वहाँ माथि रहेछ यहाँ ल बाइकबाट निस्क्यो हामी